उहाँको सम्मान पत्र दिइदिनुहुन अध्यक्षज्यू, प्रदेश अध्यक्ष, केन्द्रीय अध्यक्ष लगायत महानिर्देशकज्यूलाई आग्रह गर्न चाहन्छु। धन्यवाद हाम्रा पूर्व अध्यक्षज्यूहरू जसले हामीलाई यहाँसम्म मार्गनिर्देशन गर्न सफल हुनुभएको छ र आजको जति पनि औषधि व्यवसाय मित्रहरू छ उहाँहरूको सामुन्ने हामी यसरी देखिँदै अवश्य पनि वाचा गर्नेछौँ। त्यसै गरी पूर्व अध्यक्ष ओमलाल श्रेष्ठज्यू, म यो प्रमाणपत्र वचन गर्न चाहन्छु। नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँ जिल्ला शाखा 2076 शुभकामना। यो मायालु चिन्ह उहाँलाई हामी प्रदान गर्दैछौँ। नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला काठमाडौँ 4औं तथा 5औं वार्षिक साधारण सभाको शुभ अवसरमा हाम्रा अग्रज तपाईँ स्वर्गीय विनोद मान राज भण्डारी सङ्घको गरिमा उच्च बनाउन अहोरात्र खटिँदै व्यवसायको रक्षार्थ र हितार्थ सदैव अग्रणी भूमिका निर्वाह गर्नुभई व्यवसायिक मर्यादा कायम राख्दै सेवाग्राहीलाई केन्द्रबिन्दु राखी जनसुरक्षित असरयुक्त र गुणस्तरीय औषधिहरू सुपथ मूल्यमा सर्वसुलभ गराउने विशुद्ध उद्देश्यले देशैभरि छरिएको रहनुभएका औषधि व्यवसायीहरूलाई एकताको मालामा उन्न अहम भूमिका निर्वाह गर्नुभएकोमा सम्मान स्वरूप यो मायाको चिन्ह प्रदान गर्दछौँ। धन्यवाद। ओमलाल श्रेष्ठ हाम्रो पूर्व अध्यक्षको रूपमा हाम्रो ओमलाल श्रेष्ठ हुनुहुन्छ। उहाँलाई पनि हाम्रो जिल्ला शाखाबाट मायाको चिन्ह प्रदान गरिदिएको छ। सरी चाहिँ पढाउँथ्यो एउटा दिन आजको यस 4औं र 5औं वार्षिक साधारण सभाको उपलक्ष्यमा हामीले पूर्व अध्यक्षहरू सम्पूर्ण पूर्व अध्यक्षहरूलाई सम्मान गर्न पाउँदा एकदमै हामी हर्षित भएका छौँ। हामी उहाँहरूको हित र उहाँहरूले जुन मार्गदर्शन गर्नुभएको छ अवश्य पनि हामी त्यही मार्गदर्शन अनुरूप अघि बढ्ने विश्वासका साथ उहाँहरूलाई फेरि पनि सम्मान गर्दछौँ र अवश्य पनि आजीवन उहाँलाई सम्मान गर्दै जानेछौँ। हाम्रो पूर्व अध्यक्षको रूपमा हुनुहुन्छ हामी माझ पारसमणि बरालज्यू। उहाँलाई पनि हाम्रो यस जिल्ला शाखाको 4औं तथा 5औं साधारण सभामा यहाँलाई सम्मान पत्र दिँदैछौँ। पूर्व अध्यक्ष पारसमणि बरालज्यू, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। उहाँले मार्गनिर्देशन गर्नुभयो, त्यसमाथि हामी सहर्ष स्वीकार्दै आजको दिनसम्म उहाँहरूसँग हामी आदेमाल गरेर अगाडि बढ्दैछौँ। धन्यवाद पूर्व अध्यक्ष पारसमणि बरालज्यू। साथै हामीसँग अरूको छ सुरेश प्रसाद प्रधान, पूर्व अध्यक्ष सुरेश प्रधान यहाँ पनि उहाँलाई पनि हाम्रो तर्फबाट मायाको चिन्ह प्रदान गर्दछु। उहाँले पनि आफ्नो कार्यकालमा जति पनि औषधि व्यवसायीको हितलाई गर्दै हुनुहुन्छ हामी अवश्य पनि उहाँको त्यस पाइलाहरूलाई अवश्य हामी नमन गर्दछौँ र यही नमनको अनुरूप हामी आज उहाँलाई एउटा मायाको चिन्ह प्रस्तुत गर्दैछौँ। पूर्व अध्यक्ष सुरेश प्रसाद प्रधान। बाबु रहन्छ धन्यवाद पूर्व अध्यक्ष सुरेश प्रसाद प्रधान सर। हामी उहाँको मार्गदर्शन अनुसार नै हामी यस जिल्ला शाखा अघि बढेको छौँ। साथै हामी माझ हुनुहुन्छ हाम्रो पूर्व अध्यक्ष
मृगेन्द्र मेहर श्रेष्ठज्यू, निवर्तमान अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठज्यू, उहाँको कार्यकाल सफल भएको यहाँले थाहा पाउनुभयो। यसरी आगामी वर्ष पनि हामीसँग उहाँ यसरी नै हातेमालो गरी हामीसँग अघि बढ्नुहुनेछ। धन्यवाद। निवर्तमान अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठज्यू। दाजु सुरेश दाजु यता हामी यता छौँ आज धन्यवाद। सम्पूर्ण पूर्व अध्यक्षहरूले नेपाल औषधि व्यवसायी सङ्घलाई उचाइमा पुर्याउन सफल हुनुभएको छ र अवश्य पनि हामी एकदमै हर्षित छौँ आज उहाँहरूलाई सम्मान गर्न पाउँदा। आजको यस साधारण सभाको सुरु उहाँहरूलाई सम्मान गर्न पाउँदा। सुरेश खाना खोलेको सुरेश बोल्नुभयो धन्यवाद सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू जसले हामीलाई मार्गनिर्देशन गर्नुभयो आजको दिनसम्म पनि र अवश्य पनि उहाँहरूको धन्यवाद सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू। हामी कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ। कृपया साथीहरू केही समय धैर्य गरिदिनु र विनम्र अनुरोध गर्न चाहन्छु। हामी लगभग अन्त्य पुगिसकेका छौँ। आज यस चौथौँ तथा पाँचौँ साधारण सभाबाट हामी घोषणा पत्र वाचन गर्दैछौँ र यस घोषणा पत्रलाई वाचन गरिदिनु न हाम्रा यस जिल्लाका महासचिव श्री सुमन श्रेष्ठज्यूलाई आग्रह गर्न चाहन्छु। आदरणीय सभासदज्यूहरू, मेरो विनम्र अनुरोध छ हजुरले एकचोटि आफ्नो आसन ग्रहण गरिदिनुहोस्। खाना एकछिन पछाडि खाइदिँदा पनि हुन्छ, प्लिज मेरो रिक्वेस्ट छ। म अति महत्त्वपूर्ण सन्दर्भ विशेषमा म कुरा गर्न गइरहेको छु र नेपाल औषधि व्यवसायी सङ्घ आज चौथो र पाँचौँ वार्षिक साधारण सभा गरिरहँदाखेरि आज हामी घोषणा पत्र लिएर आइरहेका छौँ। हामीले आगामी वर्षमा के गर्छौँ, आजसम्म के गरौँ, आगामी वर्षमा के गर्ने भन्ने घोषणा पत्र लिएर आएका छौँ। किनकि हामीले एउटा थिम बोकेर आएका छौँ। हामीले बोकेको थिममा आधार भएर हामीले एउटा घोषणा पत्र जारी गर्दैछौँ। घोषणा पत्र लिङ्क रोड, काठमाडौँ लिङ्क रोड घोषणा पत्र जारी गर्दैछौँ। यो घोषणा पत्र आज विविध कारणले गर्दाखेरि मैले प्रिन्ट गर्न सकिनँ। आज हाम्रो त्यहाँ प्राविधिक गडबडीले गर्दाखेरि है, त्यसले गर्दा यो घोषणा पत्र हजुरहरूको उप समिति मार्फत हजुरहरूको हातमा आइपुग्छ र आजको यो घोषणा पत्र म जारी गर्न चाहन्छु। मेरो आदरणीय यस कार्यक्रमका सभापति महोदय, नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँ जिल्ला शाखाका अध्यक्ष महोदय, त्यस्तै गरेर प्रमुख अतिथिज्यू, केन्द्रीय अध्यक्षज्यू, प्रदेश अध्यक्षज्यू र मेरा नेपाल औषधि व्यवसायी सङ्घका पूर्व अध्यक्षज्यू, केन्द्रीय पूर्व पदाधिकारीज्यूहरू, प्रदेश पदाधिकारीज्यूहरू, त्यसै गरिकन विभिन्न जिल्लाबाट आउनुभएका अध्यक्षज्यूहरू र पदाधिकारीज्यूहरू र मेरा सभासद मित्रहरू, पत्रकार महोदयहरू, म सम्पूर्णमा न्यानो अभिवादन गर्दै म आफ्नो घोषणापत्र प्रतिबद्धता पत्र
कार्यान्वयन पत्र हामी जे भन्दा पनि हुन्छ यसलाई हामी तपाईँहरूको सामु प्रस्तुत गर्न गइरहेको छु र यो तुरुन्तै हजुरहरूको हातमा आइपुग्नेछ। नमस्कार। आज चौथो र पाँचौं वार्षिक साधारण सभा यसको विशेष अवसरमा हामी